एकदमै सेतै हिउँ परिरहेछ। मुकुलुङ डाँडा त्यहाँ यो रुख देखिएको फेरिमा छ। अनि यसरी यता माथि चाहिँ मुकुलुङ युमामाङ हिम छ, ऊ माथिदेखि नै छ। हामी चाहिँ एकदम तल छौँ, यहाँ तल झरिसकेका छौँ। त्यहाँबाट चाहिँ यस्तरी तल झर्ने, यहाँदेखि सिधा यसरी सिधा गएर सिधा तेर्सो गएर ठ्याक्कै त्यहाँ माथि त्यो रुखको पल्लोपट्टि ठ्याक्कै त्यहाँसम्म छ। त्यहाँ चाहिँ छ। त्यहाँ मेरो साथी तल पुगिसक्नु भयो। म चाहिँ यता माथि त्यति जाडोले कक्रेर हिँड्न सकिरहेको छैन। हेर्नुहोस्, हिउँ। उहिले हामी सानोमा माइतमा बसेको याद आयो। माइतमा पनि यस्तै हिउँ झर्थ्यो, हामी खेल्थ्यौँ। कुद्दै झर्दैछु, मलाई छोडिसक्यो मेरो मान्छेले छोडिसक्यो। एक्लै कुद्दैछु, कहिले चिसोले हैरान भइसकेको छु है। म चाहिँ कुन बाटो जानुभयो, चिप्लेर लडिन्छ कि क्या हो। माई गड।